Before and after. दिन जाँदा चाहिँ यति धेरै खुसी थियो हैन अनि जाँदा चाहिँ मज्जाले हाँस्दै जाँदै थियो जाँदा र आउँदाको रियाक्सन खिचौँ भनेर गरेको क्या यो भिडियो चाहिँ अनि थोरै फोटोसुट नि गरेको थियौँ भरे फर्किँदा त रुन्छ भनेर अगाडि नै फोटो खिचिदियौँ अनि त्यसपछि यहाँ चाहिँ रेडी हुँदैछ हाम्रो भाइ सुई हान्नको लागि अनि रुनको लागि खुसी हुँदै थियो हैन भरे चाहिँ अनि सुई हानेपछि चाहिँ यस्तो धेरै रुयो कि म त मुटु नै चिउ चिउ भयो अनि फर्किँदा चाहिँ सम्झी रुँदै थियो क्या भाइ बिचरा मेरो सानो 9 महिना पुरा पुगेर 10 लाग्यो अनि भाइले चाहिँ 3वटा सुई भेटेको थियो 2टा हातमा अनि एउटा चाहिँ खुट्टामा अब भाइको अर्को सुई अर्को 20 गते Before and after. दिन जाँदा चाहिँ यति धेरै खुसी थियो हैन अनि जाँदा चाहिँ मज्जाले हाँस्दै जाँदै थियो जाँदा र आउँदाको रियाक्सन खिचौँ भनेर गरेको क्या यो भिडियो चाहिँ अनि थोरै फोटोसुट नि गरेको थियौँ भरे फर्किँदा त रुन्छ भनेर अगाडि नै फोटो खिचिदियौँ अनि त्यसपछि यहाँ चाहिँ रेडी हुँदैछ हाम्रो भाइ सुई हान्नको लागि अनि रुनको लागि खुसी हुँदै थियो हैन भरे चाहिँ अनि सुई हानेपछि चाहिँ यस्तो धेरै रुयो कि म त मुटु नै चिउ चिउ भयो अनि फर्किँदा चाहिँ सम्झी रुँदै थियो क्या भाइ बिचरा मेरो सानो 9 महिना पुरा पुगेर 10 लाग्यो अनि भाइले चाहिँ 3वटा सुई भेटेको थियो 2टा हातमा अनि एउटा चाहिँ खुट्टामा अब भाइको अर्को सुई अर्को 20 गते